हामी रसुवा जिल्लाको कालिका गाउँपालिकामा रोपाई महोत्सव 2082 को उपलक्ष्यमा भेला भएका छौँ। हाम्रा कृषि विकास कार्यालय नुवाकोटबाट साथीभाइहरू पनि भेला हुनुभएको छ। साथीहरू सबै भ्लगमा व्यस्त हुनुहुन्छ। कार्यक्रममा पाल्नु हुने सम्पूर्ण प्रमुख अतिथि विशेष अतिथिगणहरू र सम्पूर्ण तपाईँ भगवान रूपी आदरणीय किसानज्यूहरूलाई यस कार्यक्रममा हामी हार्दिक स्वागत गर्दछौँ र कार्यक्रमलाई म औपचारिक रूपमा सुरु गर्न गइरहेको छु। असार आउँछ जान्छ, सफलताका आशाहरू कहिल्यै नजाओस्। धान रोपिन्छ पसिना झर्छ, आँसु कहिले नझरोस्। कालो बादल आकाशमा उठ्छ मडारिन्छ, कालो बादल आकाशमा उठ्छ मडारिन्छ। तपाईको प्रगति देखेर आफन्तहरू कहिले नमडारियोस्, तपाईको प्रगति देखेर आफन्तहरू कहिले नमडारियोस्। गड्याङ गुडुङ मेघ गर्जन्छ, गड्याङ गुडुङ मेघ गर्जन्छ, चट्याङ पर्छ दुःख कष्ट र पीडाहरू कहिले नपरोस्। गड्याङ गुडुङ मेघ गर्जन्छ, चट्याङ पर्छ दुःख कष्ट र पीडाहरू कहिले नपरोस्। बादलका मेघमालाले आकाश ढाक्छ धुम्म बनाउँछ, बादलका मेघमालाले आकाश ढाक्छ धुम्म बनाउँछ। तपाईको त्यो उज्यालो मुहारमा कहिल्यै धुम्म नआओस्, तपाईको त्यो उज्यालो मुहारमा कहिल्यै धुम्म नआओस्। मेरो हरि साह्रै रमाइलो, हरे राम साह्रै रमाइलो, साह्रै रमाइलो। ए रोपाई कार्यक्रममा समावेश हुँदा साह्रै रमाइलो नाराय। रोपाई कार्यक्रममा समावेश हुँदा साह्रै रमाइलो। हे राम राजा जुन 65% कृषिले ओगटेको जुन क्षेत्र छ त्यसलाई हामीले हरेक कुराहरू मिलाउनु छ। अब कतै सिँचाइ छैनन्, कतै के छैनन्, कतै हरेक कुराका समस्याहरू छन्। त्यस कारणले गर्दाखेरिमा र तैपनि हाम्रा जुन प्रतिनिधि सभा सदस्यज्यूहरू पनि सबै यहीँ हुनुहुन्छ र गाउँपालिका अध्यक्षज्यू पनि यहीँ हुनुहुन्छ। पुरानो बिउलाई पनि मर्न नदिएर नयाँ बिउहरूलाई पनि उजाउ गर्ने गरेर हामीले यो कार्यक्रमलाई अगाडि बढाउन पाएछौँ। गजबन्तो भोलि गएर भनिदियो भने हामी भोकले मर्ने अवस्था हुन्छ। त्यस कारणले नारायण मेरो हरि सोचौँ बेलायमा, हरे राम सोचौँ। हे राम होला भेट
2082 सालको असार 15 गते आज हामी रोपाई महोत्सव मनाउन रसुवा जिल्लाको कालिका गाउँपालिका वडा नम्बर 5 मा अवस्थित जिबजिबे नजिकै छौं र झरी पनि त्यसै गरी परिरहेकै छ। हाम्रो साथी हुनुहुन्छ सुजन जी।
ल हाम्रो साथीहरू पनि रोपाइ सकेर माथि उक्लिँदै हुनुहुन्छ। साथीहरू यो सँगै आजको धान दिवस 2082 सालको धान दिवस चाहिँ यही समापन भयो। एकदम भव्य सभ्य रूपमा। ल साथीहरूलाई कस्तो लाग्यो कुन्नी? एकदम रमाइलो भयो। ल साथीहरूले चाहिँ मजाले धान रोप्नु भयो, रमाइलो भयो। धेरै खुसी लाग्यो। र के थियो अरे हाम्रो धान दिवसको नारा? ल सर भनिदिनुहोस् त सर। खै आत्मनिर्भर के हो? त्यही बाली खाद्यान्न सघनता के थियो यार? साथीहरू जाँदा जाँदै दही चिउरा पनि खाइयो। अब चाहिँ हामी आफ्नै बाटो लागिसक्यौँ र आजको हाम्रो यो भ्लग पनि यहीँ अन्त्य भएको घोषणा गर्न चाहन्छु। धन्यवाद।